अनि यो हो हनुमान दण्ड जुन पहिला पहिला ऋषि मुनिहरूले गर्ने गर्थे। नयाँ भ्लगमा स्वागत छ सम्पूर्ण साथीहरूलाई। यसरी बिहान उठेर मुख सुख धोए अनि फ्रेस भएर अलिकति पानी तताएर खाए। त्यसपछि जुत्ता सुत्ता लगाए रेडी भएर यस्तो जाडोमा ज्यान तताउनतिर लागे। कम्तीमा 2-2.5 किलोमिटर रनिङ गरेर घर आए। त्यसपछि मजाले ब्रस गरेर जाडो यामको 5 बजे चिसो पानीले नुहाए। नुहाइसकेपछि रातभरि भिज्न राखेको चना आज ब्रेकफास्ट मजाले बसेर खाए। खाइसकेपछि अब पालो आउँछ हाम्रो शारीरिक व्यायामको, जसले मानिसलाई दिनभरि एक्टिभ राख्ने मद्दत गर्दछ। पहिलो एक्सर्साइज भनेको खुट्टाहरूको नसा तन्काउने। त्यसपछि पुसअप गरे अनि यो हो हनुमान दण्ड जुन पहिला पहिला ऋषि मुनिहरूले गर्ने गर्थे। यी पुसअपकै प्रकारहरू हुन् जुन शरीरका लागि एकदमै लाभदायक हुने गर्दछ। यो हो वाइड पुसअप अनि अन्तिममा सपाटे हाने जुन मलाई अत्यन्तै मनपर्छ। त्यसपछि पालो आउँछ हाम्रो ध्यान। मजाले ध्यानको आसनमा बसेर एकछिन ध्यान गरे अनि त्यसपछि आनापाना भन्ने व्यायाम गरे। त्यसपछि शरीरलाई चाहिने व्यायामहरू आफ्नै तरिका र ढङ्गले गरे जुन मलाई दिनभरि जुनसुकै काम गर्न सजिलो र सहज हुने गर्दछ। हजुरहरूलाई म अन्तिममा के सल्लाह दिन्छु भने तपाईँहरू पनि बिहान बिहान यी व्यायामहरू गर्ने गर्नुहोस्। त्यसपछि म कलेजको ड्रेस लाएर भए रेडी। मजाले ज्याकेट स्याकेट लगाएर कलेजमा गएँ। 1-2 घन्टी नहुँदै कलेजमा फुटबलको फाइनल म्याच सुरु भएछ अनि हामी साथीहरू एकछिन म्याच हेरे। त्यसपछि सरलाई नसोधिकन कलेजबाट टाप कसे। कोठामा आएर टक्क मिलाएर आलु र बन्दाकोपीको तरकारी काटेँ अनि मजाले पकाएर खाएँ। धेरै धेरै धन्यवाद है साथीहरूलाई मेरो पुरै भ्लग हेरिदिनु भएकोमा। थ्याङ्क यू सो मच। अब अर्को भ्लगमा भेटौँला है त। गुड बाई, ह्याभ अ गुड डे।